सेतो कागजमा मनको रङले फुलबुटा भरि पठाछु जतन गरी बाछेर मनले जवाफ लेखी पठाउनु वेलकम ब्याक माई न्यू भिडियो। आज हामी पूजा आज सकेर आगो ट्याक खाने बेला भइसक्यो। भान्जी के छ खबर? के खायो त्यो? के हो यो? प्रसाद। के को भाउजू? पूजाको प्रसाद। खोइ मलाई एउटा नरिवल। रोटी पनि खानुपर्छ नि प्रसाद। त्यो नखाने भाउजू आफै खानु। प्रसाद ल म अहिले पछि खान्छु। के छ काली? हाम्रो काली है काली। ए ह्यान्डसम भएर बसेको चल्दै टाउको बोकाको खसीको टाउको आम्मा खसी कत्रो ठुलो छ त जान्दै। के हो खसी हान्दिया आम्मा के हो नि खसी हान्ने चाहिँ हो आमा कहाँ खानु भयो? प्रसाद के को पूजाको प्रसाद खाँदै आमा। अब म पनि खाइसक्यो प्रसाद आज नवमीको दिन क्या पूजा। खोइ छोरा बाटोमा नभए हेलो के छ खबर? यता के हुँदैछ? आम्मा के हो? पैसा खाँदैछु घरमा घरभित्र पैसा खाँदैछु त। ए काका प्रसाद खाँदै। ओ माई गॉड भाइ यता हेर त के छ हो खबर भाइको? यस्तो छ। ओए यता हेर काले भाइ। यो चाहिँ यिनीहरू चाहिँ अलि लुक्छ क्यामेरा देखेर। यो काली चाहिँ लुक्दैन हो। हेर यता के खाँदै हो? रोटी र काँक्रो कसले दिएको? माइजूले दबा त किन बसिरहेको छ माउरी मेरो टाउकोमा? यो चाहिँ फुच्चे यस्तो छ गाइस सिन यताको। आम्मा बाल सिन्छ यहाँबाट त ईश्वरको लोक देख्छ हाम्रो। हाम्रो मामा घर हो। कताबाट रे यहाँको देखो ऊ त्यो कहाँ छ खेत? खोइ ए अँ ल हाम्रो यतातिर चाहिँ सबले काम गर्छ। के काम गरेछ साला? यो चाहिँ हिँडिरहेछ काम नगरिकन यतातिर। अब म यहाँ प्योर एकदम माथि डाँडाको पानी यस्तोले थाप्दैछ। दिनकै पानी आउँछ। मैले खानु पर्यो खोइ आमा पानी आउँ अलिकता। आमा कस्तो चिसो पानी, मिठो पानी, चिसो पानी। गाउँको पानी एकदम मिठो। यहाँनिर चाहिँ सान्दाइले खसी बनाउँदै यस्तो कडा हुन्छ। अहिले यो रङसँग हालिसकेपछि अहिले सेतै छ। खसीको टाउको सिस्नुले पोलेर सेतो
कागजमा मनको रङले फुल बुटा भरि पठाछु हाम्रो घर चाहिँ यो गाइज यता हेर्दा यस्तो देख्छ यस्तो छ यो पुरानो घर भयो यो हाम्रो तल्लो नयाँ घर भयो यता यहाँबाट चाहिँ सिन कस्तो देख्छ यस्तो देख्छ त्यहाँबाट हिमाल चाहिँ अहिले कुहिरो छोपेछ है